Hello everyone, welcome back to our vlog. आज चाहिँ हाम्रो स्कुलमा जुन एक्जिबिसन भइरहेको थियो त्यसको सानो हजुरहरुलाई चाहिँ एउटा सिन म देखाउँछु। बच्चाहरुसँग चाहिँ स्टुडेन्ट्सहरुसँग चाहिँ मैले देखाउन पाउँदिन, स्कुलको पोलिसी रहेछ। त्यही भएर स्टुडेन्ट्सहरु नभएको बेलामा मैले हजुरलाई क्विक एउटा टुर दिँदैछु। हाम्रो स्कुलमा चाहिँ इन्टरनेशनल बैकलरेट सँगसँगै IGCSE प्रोग्राम पनि रन हुन्छ। त्यही भएर मैले हजुरहरुलाई चाहिँ यो एक्जिबिसनमा चाहिँ बोथ IB एन्ड IGCSE बच्चाहरुको चाहिँ उनीहरुको युनिट एन्ड एक्जिबिसनको कसरी तयारी गरिरहेको थिए बिफोर पेरेन्ट्स भिजिट मैले हजुरहरुलाई देखाउँदैछु। यो चाहिँ मलाई असाध्यै मन परेको मोडलहरु मध्येमा यस्तो राम्रो तरिकाले शेप बनाएको थिए बच्चाहरुले। अनि यहाँ चाहिँ पीस रेजोल्युसनको कुरा गर्दाखेरि उनीहरुको अन्डरस्ट्यान्डिङ नोभल पढे बापत एन्ड देन हिस्ट्री So don't you worry a thing, I'll tell you I love you more. It's stuck with you forever, so promise you won't. Science projects are पनि थियो। सबै सब्जेक्टको अन्डरस्ट्यान्डिङ चाहिँ मोडलको रूपमा डिस्प्लेजहरुको रूपमा चाहिँ बच्चाले सबैले राखेको थिए। त्यसपछि IGCSE को बच्चाहरुको बिजनेस स्टडीजमा चाहिँ एउटा कस्तो राम्रो उनीहरुले त्यो दिनमा चाहिँ हलको एउटा कुनामा चाहिँ कफी शप भनेर चाहिँ राख्नु भएको थियो कि चाहिँ बिजनेस स्टडीजका बच्चाहरु अनि बिजनेसमा हुने कुराहरु उनीहरुले क्लासरुममा पढेको कुरा चाहिँ कसरी चाहिँ रियल लाइफमा देखिन सकिन्छ भनेर चाहिँ एउटा सानो एक्जाम्पल। त्यसपछि म लन्च गएँ। लन्चमा चाहिँ धेरै भेराइटीहरु हाम्रो दिनदिनै राखेको हुन्छ। यसबाट जे मन पर्छ त्यही खाँदा पनि भयो। तर स्कुलको यो क्याफे चाहिँ पेड क्याफे हो, किनेर खानुपर्छ। यो सबभन्दा रमाइलो चाहिँ जहिले हुन्छ कि यो चाइनिज बन भन्छ बच्चाहरुले। मैले चाहिँ आँटै गर्न सकेको छैन। एउटा येलो कलरको पनि हुन्छ, कस्तो हुन्छ के हुन्छ भनेर मलाई आँटै आएको छैन। आई ट्राई समडे। फनिएस्ट पार्ट इज आजभोलिको बच्चालाई के सोध्ने थाहा छैन नि सिधै रम्नु। अनि लजादाबाट मैले अनलाइन सपिङ गरेको थिएँ कि जुन कुरा चाहिँ मलाई खाली आयो, एउटा स्क्याम भयो भनौँ। जुन दिन मैले अनलाइनमा राम्रो सामान आउँछ भनेको थिएँ त्यही दिनै मलाई चाहिँ स्क्याम भयो। कम्प्लेन चाहिँ गरेको छु, लेट्स सी के हुन्छ। उनीहरूले मलाई खासै रिप्लाई चाहिँ फास्ट छैन, रिक्लेम गरेको रिजेक्ट गरेछ लजादाले। त्यही भएर मैले लजादा छोडेँ। अनलाइन सपिङमा छु। अनि इभिनिङमा चाहिँ यति राम्रो गरिरहेको प्रिपरेसनमा चाहिँ हाम्रो मुस्लिम दाजुभाइ दिदीबहिनीहरु चाहिँ एभ्री इभिनिङ त्यस्तै हुन्छ। अनि द नेक्स्ट डे छुट्टी भएको कारणले गर्दा म चाहिँ डिफ्रेन्ट स्कुल्सहरुमा इन्भिटेसन ड्रप गर्न गएँ। बिकज हाम्रो स्कुलमा एउटा इभेन्ट हुँदैछ अनि म आफै नै गएर चाहिँ सिटी पनि एक्सप्लोर गर्न पाउँछ भनेर फर्किँदा हेरेको एकजना टिचरले आफै बास्केटबल सफा राख्नु भएको रहेछ, किनभने स्पोर्ट्स विक चलिरहेछ नि। यो चाहिँ टिचरहरुको आर्चरी भइरहेछ कि। एन्ड द सेम इभिनिङ पेरेन्ट्स ओरिएन्टेसन थियो। त्यसपछि म बिरामी भएर अर्को 2 दिन सुते। एकदमै गाह्रो भयो मलाई। अनि सन्चर्ने बित्तिकै चाहिँ छोरा एकदम माया लाग्ने भएको थियो। सो आई टुक हिम फर लन्च। अनि उसले चाहिँ यहाँ पिज्जा खायो। बिचारा 2 डेजसम्म मैले उसलाई केही गर्न सकेको थिएन। उसले मलाई टेक केयर गरिरहेको थियो। सो इट वाज अ रिवार्ड फर माई सन। ही लभड इट। अनि अब हामीहरू राम्रो सिनेरी देखि बाँकी नराख्ने, बिमार भए तापनि यति राम्रो यहाँनिर आर्ट रहेछ कि नजिकैको चाहिँ आर्ट